नमस्कार दर्शक मित्र, अहिले हामी डेभिस फलमा आइपुगेका छौँ। यसको नाम डेभिस किन पर्यो भन्दाखेरि यसलाई नेपालीमा पताले छाङ्गो पनि भनिन्छ र एउटा डेभिस नाम गरेको फरेनर यो पानी कहाँ गइरहेछ यसरी च्याउन के खोजेको थियो, बेचारा खस्यो। खसेपछि उसको बडी पनि पत्ता लागेन। अनि यो पानी वास्तवमा एउटा अद्भुत, एकदम अद्भुत छ। यो हाम्रो विशेषता हो, हाम्रो देशको नेचुरल ब्युटीमा यो पानी कहाँ जान्छ ठेगान छैन। र यो पानी भनिन्छ फेवातालको पानी हो र यो पानी पछि गुप्तेश्वरमा निस्किन्छ, जुन म देखाउँछु तपाईहरुलाई। गुप्तेश्वरमा निस्किन्छ एकैचोटि भित्रै। यो पोखरा भन्ने जुन ठाउँ छ, मलाई लाग्छ यो गुफी गुफाको हो, सहर भनेर चिन्ने पनि एउटा सहर हो। गुफी गुफाले चिनिने सहर हो। आउनुस् म यता देखाउँछु तपाईलाई। यो भित्र यसो क्यामेरा लगाएर भित्रसम्म अलिकति देखाउन मिल्छ कि? त्यो चाहिँ हो हाम्रो। र अहिले म यो डेभिस फल नजिकै छु। तपाईहरु मसँगै बनिरहनुस्। हामी सबै भ्रमणकै क्रममा विभिन्न अनौठा चीजहरु हामी देखाउने छौं। हस् त, नमस्कार, धन्यवाद।